ल गाइजहरू हेलो हेलो हेलो। आज 2026 जुन 4 गते टक्क म चाहिँ अब बुकारिसबाट क्राइगो जाँदैछु। मेरो भाइ बुहारी मिज्जु दोष मेरो प्यारो भाइलाई भेट्न है। टक्क अब 15 दिनको बिदा पनि छ। अब कहाँ जाउँ अल्छी लागिरहेको थियो, यसो माइन्ड फ्रेस पनि हुन्छ, त्यही भएर म चाहिँ अब लाग्यो। हेर्नु जस्तो छ हाम्रो चाहिँ यस्तो छ। आज मौसम पनि राम्रो भइरहेको छ, मजा आउँछ जस्तो टक्क जाने हो। ल मिठो मिठो बनाउँछन् केटाहरूले, खाने हो सुत्ने हो, त्यति रमाइलो गर्ने यार। रमाइलो गर्न आइरहेको छु म चाहिँ। भाइ त अब अगाडि मेट्रो छ, मेट्रोबाट जाने हो। 8:30 बजेको छ टिकट, लगभग 12:30 बजीतिर पुगिन्छ। 4 घन्टा जति टाइम लाग्छ। म हजुरहरूलाई सबै देखाउँछु नि डिटेल है त। बाई 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 भन्नु पऱ्यो नि यस्तै। ल ल अब हाम्रो चाहिँ टक्क स्टेसन आयो, मेट्रो स्टेसन। टक्क हामी यहाँ मेट्रो चढ्छौँ, अटो गाराबाट चाहिँ टक्क अनि बस चढ्छौँ है। यो चाहिँ हाम्रो हामी बसिरहेको अपार्टमेन्टको नजिकैको स्टेसन कोस्टिन जोर्जियन। टक्क यहाँबाट जाने हो। टक्क देखाइदिन्छु म यहाँबाट त कसरी खोल्छ भनेर। टक्क यहाँ जाने हो। सर्लक्क टक्क जाने यस्तो हुन्छ। देखाइदिनु पर्ने हुन्छ। कति बजी आउँछ मेट्रो? टक 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 टक। ल यस्तै छ है मेट्रो चाहिँ। मेट्रो स्टेसनमा प्याक छन् मान्छे। ल कतिखेर अलिक चाँडै आउँछ कि अब आज ढिलै छ कि के छ स्थिति लगाइछ। अब म चाहिँ मेट्रो चढेपछि खिचौँ है त। मेट्रो पनि आयो। ल टक्क मेट्रो आयो। टक्क मेट्रो आयो। अब चढिन्छ है त। प्याक छ त हौ मेट्रो नि आज। बस्ने ठाउँ छैन कि अब घर बसिहाल्नुपर्छ। अलिकति बाटो भएर भएर बसिहाल्नुपर्छ है। अझै ल सिटै नपाइले जस्तो लाटो उयो कि अब बाटो गाह्रो आयो है। अटो गाह्रो यस्तो हुन्छ। ल अटो गाह्रोभरि अब यहाँ स्टेसन गाडी टक्क अटो गाह्रोमा बस पार्क भनौँ न। बस पार्क भन्यो के स्टेसन भन्नु, बस पार्कमा अब यस्तो पुग्छ हाम्रो। ल अब बस पनि छुट्टियो। अब क्राइगोको यात्रा कति बजी? अब 10 मिनटपछि सुरु हुन्छ है त। यस्तो छ। ल बस पनि पाइयो। अब टक्क 4:30 घन्टामा पुगिन्छ क्राइगो है त। है ल अब क्राइगो जाँदैछु। यस्तो छ बाहिर यस्तो।
एकछिन यहाँ रोकेको छ अब केही खानु हो टाइडजनालाई रोकिरहेछ होला है हामीले एकछिन ब्रेकमा बसिरहेछौँ हाम्रो ड्राइभर यस्तो भइरहेछ मौसम आज कस्तो राम्रो भयो भएर आहा ल 330 वाला डिरेक्सनवाला देखाइदिन्छु ल सबै यस्तो भइरहेछ अब हामी ब्रेकमा छौँ यस्तो मौसम बवाल यार मौसम त ओ माइ गॉड हाम्रो छुट्टी हो ल क्राइबो पनि आयो है क्राइबो ल आयो खै त मलाई पिकअप पनि मान्छे छैन नि त कहाँ गयो खै बसेको खै हाम्रो अब क्राइबो पनि आयो घाम यहाँ तर बुकारिस भन्दा यहाँ क्राइबोमा पो घाम छ त लास्ट ल खै त ल है त एकछिनै भेटौँला अब यहाँ मिर्जु आउनुहुन्छ भन्दाखेरि मिर्जु कहाँ जानुभयो मिर्जु एकछिन फोन गर्नु पर्यो है त ल गाइस कहाँ जानुभयो खै मिर्जु ओहो मिर्जु यता 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 म यता छु ओहो कति कुर्या यार म त आइफोन कुन आइफोन हो यस्तो मिर्जु तपाईको यो त अब सानोतिनो आइफोन हो कि 2 वर्ष रोमानिया बढ्दैन नि तपाई 1 वर्षमा आइफोन अब यस्तै हो यस्तै छ अनि के छ त कसरी आयो आरामसँग आयो नि एकदम रमाइलो हो मौसम त यस्तै मिर्जु हेर्नुस् यस्तो छ यहाँ त गर्मी छ है यस्तै होला गाडी किन हाम्रो भाइ टक्क बोल्न पनि आइयो मिर्जु के छ अनि एकदम ठिक छ मिर्जु कति पछिको भेटघाट हाम्रो हाम्रो भयो 4 महिना भयो कि 4 महिना भयो होला मिर्जु पनि दिनुहुन्छ अब हाम्रो चाहिँ दिदीले गाडी चलाउनु बिस्तारै चलाउनु है दिदी अब के गर्नु ओहो काँडाङ घुडुङ गर्थ्यौँ दिदी के हो दिदी त्यस्तो बसिरहेको छ मिलपिक भेटिरहेको छ ल मिर्जु आयो होइन त हजुरको मिर्जु ल तपाईँ पनि आउनु होला हाम्रो बिल्डिङ यही हो हेर्नुहोस् अब तपाईँको 16 प्रो म्याक्सले हानिदिनु पऱ्यो आइफोन होइन अब हामीले त लिन सकेन यो सालमा होइन 2 सालमा पनि हामीले आइफोन 16 लिन सकेन भनेपछि तपाईँले अब 1 वर्षमा यस्तो लिनु भने दाम त कडा छाप्नु पऱ्यो मिर्जुले होइन त पैसा त यस्तै त हो 1000 छ कि मिर्जु राम्रै छ हामीले पनि 17 त लिन्थ्यो होला मिर्जु लाइभ भिल्ला तपाईँलाई हामीलाई वेलकम टु आवर बिल्डिङ ल देख्न सक्नुहुन्छ तपाईँले हाम्रो बिल्डिङ मिर्जु हामी कहाँ जाँदैछौँ अब हामी आज मिर्जु अब चिसो गर्मी मौसम गर्मी छ चिसो त खानु पऱ्यो यस्तो नजिकै छ मार्केट जाउँ अब यस्तो मार्केट गएर एउटा चिसो लिएर आउँ टक्क 2 मिर्जु बसेर च्याप्पल लगाएर खानु पऱ्यो चिसो गर्मी छ चिसो त खानुपर्छ म चाहिँ एउटा रेड बुल खानु पऱ्यो हजुर पनि त्यही त हो नि फ्यान्टा खानुहुन्छ कि हाम्रो जुस हो चिसो भनेको जुस भन्नुपर्ने थियो अब कति टाढा छ यहाँबाट हाम्रो भेरिफाइङ अलिकति यसो कष्ट गर्नुपर्छ है त अब हामी अब यसो यहाँ आयौँ छैन हरियाली छ शीतल छहारी हुने हुने निस्केपछि आनन्दले टक्क अब जानु पऱ्यो हल्का मार्केट जान्छ मार्केट गएपछि देखाउँला है त गाइजहरू मार्केट पनि आयो मार्केट कहाँ यही हो मार्केट पनि छिटो है अब ट्याक अब के खाने हो हामी जुस कहाँ छ रेड बुलहरू ल यही हो मार्केट पनि आइरहेको छ बाहिर गर्मी थियो मिर्जु त्यो यसो यसको हावा खाऊँ भनेर क्या खाना त परिहाल्यो नि मिर्जु एकदम चकाचक छ मिर्जु तपाईँको सुन हाम्रो गाडी पनि आउँदैछ हाम्रो मित्र पनि उहाँबाट आउँदैछन् आउटफिट कडा छ मिर्जु आउटफिट अन्त ब्याक साइड पनि कडै छ
मिजु दोस्त आउँदैछ ऊ हमारी घाम त कन्टाला पुरै छ त हो मिजु यार यो त के साह्रो हो घाम कडा देखेको मिजु कडा अगाडि पछाडि सब कडा छ हाम्रोमा खुल द सिम ओपन द गेट माई फ्रेन्ड यता छैन ल यता हेर्नु ल ल ल ल ल फाइनल्ली भेट भयो गाइजहरू फाइनल्ली भेट भयो ल हामी जाने हो हामी सरर गाडी कति नम्बर गाडी हो गाडी त भन्नु पर्यो नि हाम्रो 100 गाडी छ टक्क हाम्रो कोराबाको सेन्टरमा टक्क लाएर ओहो ल अब हामी कहाँ आउँदैछौँ यो क्राइबेको कहाँ हो भन् त ओल्ड टाउन छिरिरहेको छौँ हाम्रो अब के छ मलाई थाहा छैन यसको बारेमा हाल्दैछन् आज ट्रेन मिजुको कपाल मात्रै खिचिरहेको छु मैले को के दिसक्यो भन्दै ताल पऱ्यो हामी चाहिँ यो सजिलो हुन्छ नि आफूतिर फर्काएर खिच्नु यस्तो लाम लाग्छ 10 लिएको के लाई आइयो खाइरहेछ के भन्ने भने खाइरहेछ लाजको पोको हुने हो त मिजु कुन फ्लेभर खाँदै हो मिजु तपाईँले यो मैले यो नामै थाहा छैन मेरो त म्याङ्गो अनि हाम्रो यता दोस्तको के हो त नि फेरि यो कुन फ्लेभर हो यो भाइ के हो यो मिक्स फ्लेभर रहेछ ल आज चाहिँ डे 2 आज चाहिँ हामी अब वाटर पार्क जाँदैछौँ साइकल चलाउन अब के हुन्छ बगिसकि टक्क मेरो गाइडहरू चाहिँ यहाँ यसरी खिच्नु पर्थ्यो यिनीहरूलाई चाहिँ ल यहाँ अर्को भाइ छ है टक्क हामी जाँदैछौँ है त अब बसमा टक्क चढ्ने जाने है त उनी गएर भेटौँ न अब जेरो आयो सिट पाइएला र मान्छे यत्रो छ नि सिटै नपाइला जस्तो छ हो भाइ रुक न दौडी बाटो अब हामी बसमा चढौँ बस चढेर टिकट रहेछ नि बस्ने हो चाहिँ टक्क हामी पनि यहाँबाट कहाँ जान्छ भाउ कहाँ जानलाई हामी रेडी गर्छौँ आज हामी वाटर पार्क ल मेरो खिच्देऊ त हजुर आज त आउँथ्यो हजुर राम्रो देखिन्छ एनसी हो नि दाइ अलवेज एनसी भन्नु यसो अब आज चाहिँ हामी अब वाटर पार्क जाँदैछौँ ड्राइभरको है त त्यही भएर केटाहरू अब सब जाँदैछन् गुरु जाँदैछ सन्तोष जाँदैछ मेरो भाइ पनि जाँदैछ यहाँको रमाइलो गर्नु पऱ्यो होइन अब यहाँ अब 15 दिन कोन्जेटी पाएको छ कोन्जेटीमा अब सब हुनु पऱ्यो क्या यस्तै छ जति कमाए पनि जति खर्च गरे पनि यस्तो रमाइलो भन्ने चाहिँ ह्याप्पी भन्ने चाहियो क्या लाइफमा ह्याप्पी इज म्याटर भन्छ नि त्यही भएर है त अहिले चाहिँ त्यही गएर अब सबै भेटघाट गराउनुलाई सबै मुस्टा हालेर बाई गर्दैन बच्चालाई फुच्चीलाई बाई गर्दैन ल अब हाम्रो झऱ्यो है ल स्टेसन आयो टक्क स्टेसन आयो
स्टेसन आयो टक्क ओर्लिने यहाँ यसो घुमघाम हाम्रो वाटर पार्कमा टक्क घुमघाम गर्छौँ है त। मौसम चाहिँ आज कस्तो राम्रो मौसम हो क्या। हा हा पितुल कोसालाई पनि भेट्यो है। यहाँ नि खाऊ न ल। अब यहाँ वाटर पार्क आइयो है। टक्क साइकलहरू पनि चलाउने के चलाउनु त भएको छैन। साइकल चलाउनु पर्ला आज त लगिसक्यो। सालुट 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 टक्क है हाम्रो लगिसक्यो। अब साइकल के चलाउने होला चलाउँ। यहाँ चाहिँ हाम्रो दाइ होइन साइकल खेल्दै हुनुहुन्छ। ओके ओके। यहाँ चाहिँ हाम्रो दाइ बुकारेस्टबाट आउनुभएको दाइ वाटर पार्कमा साइकल खेल्दै हुनुहुन्छ, रमाइलो गर्दै हुनुहुन्छ। ड्रिफ्ट ड्रिफ्ट दाइ। ए रमाइलो एकदम रमाइलो भइरहेछ है। हाम्रो त यस्तो भइरहेछ। बकी पनि आइरहेछ पछाडिबाट हेर त्यहाँ। हुन्छ स्ट्यान्ड लगाऊ। चलो 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 रमाइलो गर ल। एकछिन खिचा अगाडि पनि खिचा। ल बगेको पहिले निकालिदिउँ न। ल चलाउन चलाउन। एक हातले कन्ट्रोल गर्न अलिक गाह्रो हुन्छ कि। रमाइलो भइरहेछ है गाइस, रमाइलो। गाइसहरु माया छ है मेरो BMW कार। के हो ल पा के भन्नु ट्राफिक अब यहाँ जाने ल है। खुसी भयो तिमी? खुसी छौ? अब न फोटो देख्यो? ल फोटो देख्यो अरे खुसी भाइ। मेरै इन्टरभ्यू लिउँ न त ल। दादा क्राइबा वाटर पार्क कस्तो लाग्यो हजुरलाई? मलाई बेस्ट लाग्यो। म त सेकेन्ड हुनै भइसक्यो होइन, आइरहेको हुन्छ। बेस्ट रमाइलो भयो। वेदर पनि बवाल छ आज, त्यही भएर कहिले नलाउन लागि ल